मुत्न त दे यार, हेर त पानी बोतल ए विद्या यस्तो गराइदियो एरी मदरकुली म साले मुत्न दिने यार, सिक्री खोल्या खोले भइगयो। हे गाइस, वेलकम ब्याक टु माई च्यानल। फाइनली हामीहरू अलिकति यो पूर्व पश्चिम हाइवेमा छौँ। यो हाइवेमा चाहिँ हामीहरू साले के देखाउँछ कि त्यसले, हाइवेमा छौँ हामीहरू चाहिँ। अहिले तुलसीपुरदेखि यो अमिलियाभन्दा अलि अगाडि आइसकेका छौँ। हामीहरूको प्लान चाहिँ अलिकति टाढासम्मको यात्रा हो, प्लान हो। अनि अहिले चाहिँ हामी फर्स्टमा लमैसम्मको यात्रा हो। हेरौँ त्यसबाट लमै गएपछि डिसाइड हुन्छ हामीहरू कहाँ जान हिँडेका हौँ भनेर। एकछिन हामी रेस्ट गर्दैछौँ। यो बाटो चाहिँ महेन्द्रनगरतिर जान्छ, यो बाटो चाहिँ इलामतिर जान्छ। हामीहरू चाहिँ यता पूर्वैतिर छौँ। सो गाइस, अहिले हामीहरू उता हाम्रो यादवलाई भेटेर मैले यो हाम्रो त अरे लमै आएर बसिसकेका छौँ। यहाँ हाम्रो एउटा साथी चाहिँ ऊ त्यहाँ पारी बसेको छ, पारी यहाँबाट बुच्चा कुला लाइन मारिरहेको छ, थाहा छैन होइन सर? हो, सरलाई पनि आज रातभरि भट्काइरहेको छौँ। ओए हेलो, आज हामी बुटोल गएर बस्ने कुरा थियो होइन? रातभरि होटलको भाडा बच्यो। आज होटलको भाडा बच्यो 2500 होटलको भनेको थियो एक रातको होइन? हामी यो टोटली लमेको कहाँ अरे यो बस पार्क होइन, बस पार्कमा आएर रातभरि यसरी यहाँ अघि 3 घन्टा चाहिँ यहाँ झगडा पऱ्यो होइन? यहाँनिर 3 घन्टातिर टाइम पास भयो। अहिले चाहिँ हामीले यसो मान्छेहरूले हेरेर टाइम पास गरिरहेको छौँ। अब हामी आज सुत्दैनौँ होइन? भोलि बिहान 6 बजीतिर सिधै बुटोल गएर अब एउटा साथीलाई भेटेर त्यतै सुत्छौँ। हिजो हामीहरू लमै बस्यौँ, आज चाहिँ यता भालुबाङतिर आएर हामीले चिया कफी खाँदैछौँ। केसोल्डी आँखा रातभरि ट्याप 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 रातभरि के सुताइ हुन्थ्यो, घुमे 10 राउन्ड। अनि त्यो लमेमा झगडा पऱ्यो 2 घन्टा, त्यही टाइम पास भयो। टाइम पास यस्तो छ अहिले हामीहरूको भालुबाङको अवस्था। ठाउँको नाम के अरे? नाक छ क्या साथी। हामीहरूले त्यो के ठाउँ अरे हाम्रो भालुबाङमा नास्ता खाएर आइसकेका छौँ। अझ हामीले पिसा फेर्दैछौँ होइन? पिसा फेरिसकियो, सिक्री गोल लगाइदिन्छ, केटाहरू त्यहाँ पारी छन् होइन? आज हामीहरूको टुर चाहिँ उतासम्म हो। कहाँसम्म भनेपछि पोखरासम्म जाम कि भन्ने कुरा हो। तर पोखरासम्म जानको लागि यो बाइकको सकर हुन्छ नि, मेरो बाइकको सकर, यो सकर गइसकेको छ, घाच गर्छ। मेरो बाइकको यो पछाडिको चाक पनि भाँचिसकेको छ। अनि हाम्रो त्यो साथीको टायर पनि खिइसकेको छ होइन? अनि मेरो यो गियर पनि लागिरहेको छैन यार, यो गियरको एउटा सामान पाइन्न रे। सो हामीहरू सरेर जाँदैछौँ। अहिले हामी यो धानखोला भन्ने ठाउँमा आइसक्यौँ। यो हाम्रो साथीलाई अहिले निद्रा लागेको छ अरे कि तपाईँ देखिनुभयो क्या नि ब्लगमा, लाज मान्दै जानुभएको छ त बिचारी। ब्लगमा आउनु क्या यसलाई मैले लमै सुतौँ साथी, लमै सुतौँ भने मानेन होइन? अहिले निद्रा लागिरहेको छ भने त भाइ खुर्सानी चपाउने, खुर्सानी चपाउने हिँड्नेमा, खुर्सानी चपाउने होइन भने आफ्नै चपाउने है, सुत्ने चाहिँ होइन। त्यहाँनिर झन्डै बस पल्टाएको थियो अघि। अनि त्यसपछि हामीले चाहिँ टिकटकमा जो चढ्छ भन्नेवाला टिकटक भिडियो सुरु बनाइसक्यौँ। ए काले हेर त, क्या कालो देखाएको छ मासले। ल लास्टै चल्छ यार, यो मान्छे लास्ट चल्छ क्या मासले। मुत्न त दे यार, हेर त पानी बोतल ए विद्या यस्तो गराइदियो एरी मदरकुली म साले मुत्न दिने यार, सिक्री खोल्या खोले भइगयो। अहिले हामी बुटोल आउन लागिसकेका छौँ। अनि अघि यस्तो जाडो भएको थियो, अहिले गर्मी भएर यिनी झोला झाम्रा कता फालौँ भनिरहेको छ यार। त्यो त ब्याग चाहिन्छ। 10 बज्यो, खानासाना पनि खाइएको छैन, हिजो पनि राम्रोसँग खाइएको छैन। अनि त्यसो अब चाहिँ हामीहरू यसो फर्स्टमा खाना खान्छौँ, त्यसपछि मात्रै बाइक बनाउनु लाग्छ है। लास्ट भोक लाग्यो जो ए अहिले त्यो पुरा लिक गरे
अब त्यस्तो साथी यिनको पनि यो गइया छ यो पनि हाल्ने हो टायर चिल्लै भएको छ टायरका दाँत झरिके मेरो त बाइक ठिकै छ फेरि मेरो गियर राम्रोसँग लाग्दैन त्यति हो हैन ल जुम सो गाइस हामीहरू चाहिँ अहिले फोटो लगाइसक्नु चाहिँ सो गाइस अहिले चाहिँ हामीहरू बुटरमा आइसक्यौँ बुटरमा होटल एभरेस्टमा चाहिँ हामीले कहिले खाना हो कि के खाना टेस्ट गर्दैछौँ भाइ कहाँ सुन्नु कहाँ हो मास जरा सुन्छ तेरी मा साथी ओए रुक के भाग्ने होइन कि त्यहाँ गएर देखा के त यहाँ हुन्न कि अर्को ठाउँ हुन्छ कि त्यहाँ जाम के बाइक बनाउने टायर चेन्ज गर्ने भने ए भाइ पहिला जाम के पहिला टायर सायर के हुन्छ त्यहाँ गएर हिँड नि त नि हामीहरू चाहिँ बाइक बनाउन जाँदैछौँ बाइक बचेको बन्दैन गाइस अहिले मैले बाइक देखाइरहेको थिएँ अगाडिको डिस्प्याट यस्तरी खाइसकेर रहेछ मलाई थाहै नै क्या चुई गरिरहेको म त माटो पछाडि चुई गरेँ क्या भनेर त यस्तरी खाइसक्यो दाइले गराइसक्नु छ हाम्रो बाइक हो यो गराइदिनु न यो धेरै आवाज आयो कि हो यहाँ त्यो यहाँ यसलाई पाल पारेर दुईवटा त्यो हालिदिनु अनि यस्तो हामीले अहिले बाइक साइक बनाइसक्यौँ होइन अब यहाँबाट हाम्रो युवराज भन्ने साथीलाई पिक गर्छौँ अनि त्यसपछि हामी पोखराको यात्रा गर्छौँ आई डोन्ट नो गाइस हामी पोखरा कति बजी पुग्छौँ त्यो त हामीले थाहा छैन पोखरा होइन अनि त्यसपछि त्यही हो कुराकानी यस्तो राम्रो मौसम छ बुटलको है अब त्यो पुल लिएर बसेको छ भन्दै त्यो साथी अब कता छ हेरिरहेको छ त्यहाँबाट हाम्रो साथी आउँदैछ झलक ढल्के छ भने आमामा ह्यान्डसम ओहो फाइनली हामीले बुटोलको बजारमा एउटा ह्यान्डसमलाई भेटाइसकेका छौँ गाइस हेर्न सक्नुहुन्छ होइन यही हो हामीसँग अब मुस्ताङ जाने यो अनि म अनि हामी दुईजना अहिले चाहिँ हामी यो पाल्पाको यो होटलमा आएको छौँ त्यो हाम्रो बुटोलदेखि अलिक माथि चढेपछि दामी होटल छ अहिले हामीले यो होटलमा आएर आलु पकौडा अनि अनि यसको नाम थाहा छैन सेलरोटी जस्तो माछा खाँदैछौँ हामीले चाहिँ नास्ता खाइसक्यौँ है हाम्रो बाजे हुनुहुन्छ यहाँ यो बड्डो मान्छे बड्डो ओइ भाइ ओ झोले भाइ अहिले हामी यो यता तानसेन पोखरादेखि अलिकति अगाडि आएर यो एउटा भ्यू पोइन्ट छ यहाँ सबैजनाले फोटोसुट गर्छन् तलतिर यस्तो उताको भ्यू हेर्न पाइन्छ होइन अनि त्यसपछि अब हामीहरू चाहिँ यहाँ क्यामेराबाट फोटोसुट गर्छौँ ए हाम्रो माइला दाई ए हाम्रो बाजे ओ हाम्रो रिटायर ब्रिटिस आर्मी अब हामी क्यामेराबाट फोटोसुट गर्छौँ गाइस अहिले चाहिँ हामीहरू यो ठुलो पुलमा आइसकेका छौँ होइन यसो पुलमा एक्सर्साइज गरिरहेको छौँ गाइस एकछिनमा हामीहरू फेरि अगाडि बढ्छौँ है गुड मर्निङ एभ्रिवान अहिले हामीहरू यता पोखराको लेक साइडमा छौँ यहाँबाट हल्का हिमाल पनि देखिरहेछ हिजो हामीहरू यतातिरको होटलमा बस्यौँ अहिले हल्का यता स्तुपाको भ्यू पनि देखिरहेछ क्यामेरामा देखाएको छौँ तर दामी भ्यू छ अनि हामीहरूले नास्ता पनि खाइसक्यौँ अब हामीहरूको यात्रा यहाँबाट बेनीको बजारसम्म हो होइन बाजे अनि बेनीको बजारसम्म हो अनि त्यसपछि अब हाम्रो एउटा साथी टोइलेट गएको उगै छ फालै छ त्यो आन्द्रा बुढी पनि निकालेर सफा लाग्छ होइन अनि हामी अब त्यही बाइक गराउने ठाउँमै वरिपरि खोजेर गराउने मेरो बाइकको पछाडिको सकर स्वाहा भइसक्यो यिनीहरूको अगाडिको सकर स्वाहा छ मैले पछाडिको नयाँ सकर हाल्ने अलिअलि भए पैसा ख्वास सब जानेवाला छ यही हो मेरो सकर गयो गाइस अब आज यो सकर फेर्नुपर्छ सकर नभएरै लास्टै झट्का हानेछ बाइक कुदाउनै मिल्दैन यही सकर फेर्नुपर्छ अगाडिको कस्तो ठिक छ अगाडिको हल्का छ त्यति त गएको छैन हेलो ब्रिटिस आर्मी उहाँ चाहिँ लास्ट रिसा मान्छे हुनुहुन्छ है खै छिटो अब हामी यो सामान प्याक गर्छौँ खौडा लाउँछौँ